चाहिँ है चट्ट पारामा सकबिनहरू यहाँ थकै मार्दै हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो यो युट्युब च्यानल सुशान्त ब्लग्समा है। आज चाहिँ हामी कहाँ आएको भनेपछि टक्क लगाएर प्युठान आइदिएको नि त मामा घरतिर आइदिएको। बाइक बिग्रियो तनाव बाइक बिग्रियो है त्यही राति नै बिग्रियो भनौँ न। बाइक बिग्रियो अनि हामी चाहिँ त्यही बाइक छोडिदिएर आएको जङ्गलमै। अहिले चाहिँ लिउन जानु लागेका छौँ बनाउन भनौँ न है। यतातिर आइसकेका छौँ हामी धेरैभन्दा धेरै टाढा मामा घरबाट है। हाम्रो चाहिँ यता छ छपरी त्यही नै हो देख्न सक्नुहुन्छ है भ्यू चाहिँ खल्ली बल्लीवाला यही नै हो भ्यू चाहिँ है चट्ट पारामा। यो बाटो चाहिँ खतरनाक छ भनौँ न। त्यही नै हो अब चाहिँ के भन्छ बाइक बनाउनु जानु लागेको के कस्तो हुन्छ सबै देखाइदिन्छु है त त्यही नै हो अब बाटो लास्ट दामी छ खतरनाक भनौँ न। टक्क बिहान उठेर आइदिएको नि त मकसुद ल्याइदिएर है स्कुटर ल्याएर चट्ट पारामा। त्यही नै हो तलतिर गएर भेटिदिउँ न त के छ र है। त्यही हो लाग्देको चल्दैको ल स्कुटर बनाउन स्कुटर रे बाइक बनाउन है चट्ट पारामा विदाउट हेलमेट है। आफ्नै गाउँ हो केही भन्दा गाउँ आफ्नै हो त्यही हो है। हल्का स्कुटरमा चाहिँ ब्रेक लाग्दैन झ्याप्प गाह्रो छ गाह्रो। बाटो चाहिँ बवाल छ है। गाउँ चाहिँ झन् पुरै छाडिदिउँ। गाउँ त यति बवाल छ नि पुरै छाडिदिउँ है। त्यही नै हो चट्ट पारामा देखाइदिन्छु नि त के छ र है के हुन्छ। यहाँ चाहिँ लड्किन्छ लगिस् कि दाइलाई सिकाउन आउँछ यार यस्ता झारे पाटेहरूले अलि पल्टान मात्र अलिक कन्चनीमा खान्छ ल त्यही नै हो है। लगाएर हामी चाहिँ बाइक भएको ठाउँमा आइसक्यौँ देख्न सक्नुहुन्छ यही नै हो है। रातभरि यही थियो यस्तो ठाउँमा सर यस्तो छ है। बाइकले चाहिँ उकालोमा भ्याक लगाएर हकिदियो। त्यही नै हो अब चलिनु लागेको बनाउन हिजो आथे बड्डा बनाउने सामान नल्याइकन त्यही नै हो अब सिधै लाग्देको सिधै अब कागज भेट्यौँ भनेपछि सिधै नदीमा खोलामा है त। त्यही नै हो चट्ट पारामा लाग्देको यति खोला छ है। अब यतितिरै तर्दिनु पर्ने हो। बाइक चाहिँ चल्दैन भनौँ न चट्ट पारामा बाइक त्यही छ जुत्ता ढङ्गे छ है त्यही नै हो अब यो तर्दिउँ है बस्नु चाहिँ भेटिदिउँ न त टाक लगाएर है। त्यही नै हो चल्दिएको हेरौँ अब ल खोला पनि तर्यो है। अब जान लागेको भनौँ न अब जानु लागेको त्यही नै हो है। अब के कस्तो हुन्छ अब बाइक पन्चिङ नै यताउता जानु त कलच पुरै गाह्रो छ त्यत्तिकै बेकारमा झोटमा है। त्यही नै हो अरू त के भन्ने हो र है के भन्ने हो र अब के भनौँ है। अब अर्को खोला छ त्यो तरेपछि बल्ल देखाइदिन्छ है। त्यो तर्ने बेला देखाइदिन्छ है। त्यही नै हो
लाग्दैको बाटो चाहिँ यस्तो छ क्या उयो गइन्छ एकै सर्टमा झाडीमा हो फेरि हल्का यता तिर्मिर भयो भने त झाडीमा त्यही नि हो। अब सिधै अर्को खोलामा भेट्दिउँ है त लाग्दैको गाडी पनि आयो अघिबाट त्यही नि हो। अब यो खोला तर्न बाँकी है यो खोला छ अझै अर्को खोला छ टन्नै छ खोला चाहिँ हाम्रो ढिगुल्ने चाहिँ यही हो है त्यही नि हो। बाइक स्टार्ट हुन्छ तर चल्दैन भनौँ न। त्यही नि यति हो खोला चाहिँ। खोला सानो देखेको छ तर ठुलो छ है घुरा छ खोला चाहिँ। त्यही नि हो। अब ढिगुल्दै हो चट्टपारामा बिहानको ड्युटी सरर र मोटर चढेर हेलो गाइज जङ्गलमा चलो टोक्ने के खोल्नु पर्ने हो त डस्टबिनहरू यस्तो भइसकेको छ यहाँ। दुःख दिइसक्यो दुःख मेकानिक किन भागिस् सट्ट पारामा जान बस के खोल्नु पर्ने भयो दर्शकबिन तनाव दियो त हो बाइकले तनाव दियो त टक्ने के भएको हौ बाइक चट्ट पारामा खै यस्तो यो के हो तनाव दियो तनाव अब टक्ने उकालोमा कसरी चढाउनु कसरी अब तनाव दियो त हो हुन्छ के गर्नु त अब सब बनाउनै पर्यो हो कि नै भन् त यसलाई देखाउनु पर्छ क्या सामान भर्खर हाल्यो मेरो हाल्दा त बसमै दुःख लाग्यो ट्याकटुक खुसी कलर बैक से बन सके एंड चट्ट बारम बन सके सब थोक
ल बाइक पनि सब बनिसक्यो है। अब चाहिँ निस्किनु लागेको भनौँ न टक्क माथितिर मामा घरतिर मेला हेर्नु जानु लागेको है। हिँड्यो बाइक चाहिँ डह्रो दुःख दियो बाइकले। या उकालोमा आएर बिग्रेर है तनादियो अनि बाइक चाहिँ बनिसक्यो। क्लच प्लेट उडेर रहेछ खासमा है। त्यो बन्यो के बन्यो मोबिल चेन्ज भयो यहाँ त्यहाँ है। लाग्यो 4000 फट्का। त्यही नै हो अब चल्दिएको है। सिधै माथि गएर भेट्दिउँला नि त के छ र है। चल्दैछ है। होइन यो के साह्रो दुःख दिएको हौ के साह्रो वाक्क परिसक्यो हौ। म त घुम्न आएको रे है आज मामा घर कहाँ रे मामा घर घुम्न आएको रे है। ल्याम जस्तै दैट बाइक बनाउन आएको जस्तो भइसक्यो हौ। वाक्क लागिसक्यो मलाई त के भन्नु र है। भर्खर बाइक बनाएर सक्यो है। हल्का माथि जाँदै स्कुटरै के भइदियो क्या स्कुटरै बिग्रियो है। तनाव दिएछ हौ त्यही खर्च निकाल्दैछ त लाउन नि के गरौँ हजुर। घुम्न आएको कि बाइक बनाउन आएको अत्तो पत्तो केही छैन है। त्यही तनाव भइसक्यो झ्याउ लागिसक्यो के गर्ने हो। त्यही कामै छैन हो। बेकार रहेछ यस्तो बाटोमा ल्याउन चाहिँ अफरोडमा त सगनमा कि आँख। त्यही नै हो अब चाहिँ डट निकाल्नुपर्छ है। त्यही नै हो चल्दिएको अब आउनु लाग्छ नि ठेल्दै स्कुटर। म चाहिँ ग्यारेजमा आएको थिएँ कि त्यही नै हो। ल हाम्रो के भन्छ अरे यापजेट बाइक पनि गइगयो है यता। अब हाम्रो स्कुटर पनि उता गइसक्यो बिरामी भइसक्यो भनौँ न है। जुत्ता चाहिँ यता टङ्ग्या छ हाम्रो भएको भनेपछि यहाँबाट मोबिल चुहिरहेको छ क्या। मोबिल हो कि के भन्छ यसमा मोबिल चुहिया जस्तो भएको छ ए यस्तो। बाइक चाहिँ भर्खर बन्यो है। त्यही नै हो लास्ट दुःख दिइसक्यो भनौँ न। बाइक भर्खर बनाएँ स्कुटर चाहिँ गइसक्यो भनौँ न। अब के गर्ने तनाव भइसक्यो त हामीलाई त गाह्रो भइसक्यो जस्तो दिनहरू। त्यही नै अब स्कुटर बन्छ त्यसपछि हामी छाडिदिन्छौँ ग्यारेजमा अनि त्यसपछि घर जाने बेला चट्ट पारौँ है। सररर